भाटा हानेको हेर्नु पर्यो भनेको आउँदैन त अरे एमालेहरू। ए यहाँ रहेछ 5-7 जना, त्यो पनि हेरेर आएको हो कि के हो? चाहिँ धेरै छैन त, यति बेला भइसक्यो, 1 बजिसक्यो, अझै आउँदैन त नि, आउनुपर्ने हो। भाटा हानेको हेर्नु पर्यो भनेको आउँदैन त अरे एमालेहरू। हिजोको भाटा धुलाइले पुग्यो यिनीहरूलाई पक्कै पनि, खासै छैन त्यहाँनिर होला 10-15 जना त्यो ग्रुपमा, अनि छैन खासै। त्यहाँ पारी धर्ना बस्नेहरू छ क्यारे 1-2 जना, अनि सबै सुरक्षाकर्मी हो। एमाले त खासै छैन। अनि यहाँनिर दैनिकी जीवन गुजारा चलाउनेहरू चाहिँ यताउता हिँडिरहनु भएको छ होइन। अनि अरू भनेको त त्यस्तै हो।